आहा ल है ल परबिनको श्रीमती उहाँले चाहिँ गीत सुन्न मन गर्नुभयो। ऋणको भारी बोकेर शिरमा काट्छु दिन र सानुकै पिरमा केही वर्ष पर्खन आउँछु फर्केर मिठो बोली बकौलन फकौलन बस्नु तर्केर प्यारी बस्नु तर्केर। विनोदलाई गायक बनाएर हामी काठमाडौँबाट घर आउँदै गर्दा यसरी गाउँको यो दृश्य हैन, परबिन अर्थात् विनोदको साथी परबिन रोजगारीको सिलसिलामा विदेश हुनुहुन्छ र यसरी परबिनको श्रीमतीले मकै छर्ने काम अहिले बारी जोत्ने काम गरिराख्नु भएको छ। ल यति राम्रो जोत्न जाने क्या मकै छर्ने चटारो रहेछ गाउँमा। गोरु यता ल्याएर अन्त नमस्ते, के छ हालखबर? ठिक छ? तपाईँले जोत्न जान्नु भएको छ? ए कति राम्रो जोत्नु भएको रहेछ। यो सबै तपाईँले जोते? ए अनि हजुर उहाँको परबिन होइन? ए उसको साथीको है, ल दर्शकहरूलाई थाहा छ कि छैन, विनोदलाई हामीले काठमाडौँ लग्दै गर्दा विनोदको साथी परबिन चाहिँ दुबई जाने तयारीमा थिए वैदेशिक रोजगारीको लागि र अहिले यति बेला चाहिँ परबिनको श्रीमतीले खेत जोत्दै गर्दाको अवस्थामा हामीले भेट्यौँ। हामी चाहिँ आजै मात्रै भाइलाई ल्याएर घरमा आउँदै गर्दा यो दृश्य देखिसकेपछि थोरै कुराकानी गरौँ जस्तो लाग्यो। यो सबै आफै जोतेको है? हजुर। ए सिपालु हुनुहुन्न रहेछ त? हजुर अलिअलि। पहिले बुढा हुँदा बुढा जोतिन्थ्यो, बुढा अहिले वैदेशिक रोजगारको लागि परदेशिन भएको, त्यसैले अहिले आफै जोत्नु बुवाले सक्दैन ढाड भाँचेर अहिले। ए बुवाको ढाड भाँच्छ छ? हजुर। ए उहाँ चाहिँ होइन? ए बिचरा उहाँ त पहाडको रोगी हुनुहुन्छ क्या अरे। ए भनेपछि पहिला बुढाले जोत्नुहुन्थ्यो, अहिले आफै जोत्न पर्यो। हजुर। पहिले यो खेतबारीका कामहरू पुरुष मान्छेहरूले गर्नु पर्थ्यो भने अब हेर्नुहोस् पुरुष नभइसकेपछि महिलाहरूले नै यसरी जोत्ने कामहरू गर्नु परिरहेको छ। यो समस्या अथवा यो बाध्यता यहाँको मात्रै होइन, यो हरेक ठाउँमा यो किसिमको देख्न सकिन्छ है। ए भनेपछि जोत्न राम्रै तरिकाले आउँछ।